Order now. गाइस ल मसँग चाहिँ यो स्टोरेज आइसकेको छ। अब म हजुरहरूलाई चाहिँ यो ओपन गरेर कसरी इन्स्टल गर्ने अनि त्यहाँभित्र के आउँछ भनेर हजुरहरूलाई देखाउँछु है त। हेर्नुहोस् यो आयो, यो बक्स हुन्छ हैन अलरेडी, अनि यसलाई ओपन गरेर यसरी जोड्नुपर्छ। अनि त्यसपछि जोडिसकेपछि हजुरहरूले त्यहाँनिर बक्स पाउँछ हैन। अनि यो चाहिँ एकदम सजिलो रहेछ हेर्नु त, म्यानुअलमा पनि सबै दिएको हुन्छ यो के आउँछ भनेर। अनि एकदम यो सजिलो यताउता गर्न नि हुने, अनि त्यसपछि हजुरले जहीँ राख्दा पनि हुने। यसमा पनि सानो चाहिने हैन, त्यही माथि पनि कति धेरै क्युट खालको। अनि यसमा चाहिँ एकदम जे राख्दा नि हुन्छ, मेल बक्सको सामान राख्दा नि हुन्छ, स्टोरेज प्याज खुर्सानी राख्दा पनि हुन्छ, लसुन प्याजहरू राख्दा अथवा आलुहरू राख्दा पनि जे गर्दा पनि हुन्छ। सानो ठाउँमा नि अट्ने खालको, अथवा नानीहरूको लागि यो बनाइदिँदा नि हुन्छ, पेनहरू राख्ने बुक्सहरू राख्ने बनाइदिँदा नि हुन्छ। हजुरहरूलाई मन परेको छ भने ओरेन्ज कार्डमा क्लिक गर्नुहोला अनि लिनुहोला, एकदम राम्रो छ, सस्तो पनि छ अहिले, हजुरहरूले लिन सक्नुहुन्छ है त हजुर। थ्याङ्क यू। ओरेन्ज कार्डमा क्लिक गर्न चाहिँ नबिर्सिनु नि बाई गर्नको लागि चाहिँ है। ल थ्याङ्क्स गाइज, बाई।